मेरो कपाल बिग्रेर नि हेलमेट लगाएर हेलो गाइज दिस इज मी ग्रेस दिस इज हिमानी अनि आज चाहिँ हामी कता छौँ तौदामा छौँ आज हिमानीको रिक्वेस्टले गर्दाखेरि हामी हो हिमानीको रिक्वेस्टले गर्दा थम्बनेलमा हिमानीको फोटो राखिदिन्छु हेलो गाइज दिस इज मी ग्रेस एन्ड दिस इज माई बेस्ट फ्रेन्ड हिमानी हिताङ अनि आज चाहिँ हामी तौदामा छौँ हिमानीले भ्लग नबनाउनु भन्दैछ हाई गर्दैछ जबरजस्ती खोइ तौदा कता छ देखाऊ तौदा देखाऊ न यहाँ मेरो भ्युवर्सहरूलाई राम्ररी हौ माछाले भर्खर ऊ गर्यो अरे यहाँ चाहिँ नयाँ ओपन रेस्टुरेन्ट रहेछ रेस्टुरेन्ट त के भन्नु चिया दह कहाँ छौँ हामी ए अगाडि जानु देख्दैन त हामीलाई त माई गॉड सो डर्टी आज हामी रिफ्रेस हुनको लागि आएको मेरो एक्जाम छ तर आज हामी रिफ्रेस हुनको यहाँ तौदामा चाहिँ चटपटे पसलहरू निकै छ अनि रेस्टुरेन्टहरू पनि रहेछ हामी कति वर्ष पछाडि आएको है हामी हिँड्दैछौँ अनि यहाँ चाहिँ पहिला यस्तो बारेको थिएन अहिले चाहिँ बारेको छ चटपटे पसल हिमानी भन्छ उयो चटपटे पसल भन्छ चटपटे पसल हाम्रो लागि चाहिँ होइन मलाई चाहिँ रुगा लगाएको छ त्यो भएर हल्का भोइस जस्तो भएको छ यहाँबाट छिर्ने ठाउँ रहेछ एउटा पार्क जस्तो बनाएको रहेछ देयर इज सन हेलो कुकुर हाई तँलाई चाहिँ टोक्छ होला हौ हजुरहरूले आउनु सक्नुहुन्छ यु क्यान इन्जोय विथ यर फ्रेन्ड्स फ्यामिली यो एकदम पुरानो ठाउँ हो हाम्रो लागि चाहिँ तर हामी धेरै वर्ष पछाडि आएकोले चेन्ज भएको छ कथा हामी अपोजिट राउन्ड हानिरहेको छौँ है राउन्ड हान्ने चाहिँ सोरी हो होइन ठिकै हो यहाँ फाउन्टेनहरू बनाएको तौदा राम्रै छ अलिक पिसफुल छ अलिक क्लिन भएको रहेछ पहिलाको भन्दा चाहिँ किनभने अब पहिला चाहिँ यस्तो वाटर सर्फेसहरूतिर चाहिँ पुरा होइन के भन्छ त्यसलाई डेड फिसहरू हुन्थ्यो अहिले चाहिँ पुरा सेनिटरीहरू चाहिँ एकदमै मेन्टेनेन्स गरेको रहेछ भेरी गुड सानो सानो फिस अभाइलेबल इन तौदा लेक भर्खरको बेबिजहरू चाहिँ यिनीहरू हामी चाहिँ चटपटे खाना छौँ पोज वाउ 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 हिमानी फेमस है अब मेरो ब्लग देखि होइन एकदम सपोर्टिभ छ मेरो साथी हो सपोर्टिभ हो कि उल्टो बाटो सपोर्टिभ हो मिसिङ आवर फ्रेन्ड्स टिकटकर है गाइज गाइज मैले स्नेक देखेँ नो 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 द्याट इज फिस मुख आ गरेर स्नेक होला भनेको त होइन रहेछ फिस रहेछ यहाँ माछा छुप्लुङ छुप्लुङ गरेर उफ्रेको उफ्री छ हिमानीलाई बोलाउँदैछ हिमानी हिमानी बचाऊ बाई बाई हामी चाहिँ खाजा खाइसक्यौँ चटपटे पनि पुऱ्यो नर्मल खायौँ नमानी नखाने अनि अब हामी फर्किँदैछौँ क्युआर कोड देखाउनु पर्यो जस्तो छ भयो भयो यहाँ
1 लाख रुपियाँ हालिदिनुहोस् है कसैले भयो। अब हामी जाँदैछौँ स्कुलबाट नि आउने रहेछ बुढाबुढीहरू डेटिङ स्पट भयो। अब हामी फर्किँदैछौँ तौदाबाट। यहाँ माथिबाट चाहिँ होपील्यान्ड जाने हो। अब चाहिँ हामी कितिपुर छिर्यौँ। कितिपुरको बाटो हो यो। यो चाहिँ ल्याब स्कुल। ल्याब स्कुल चाहिँ यता छ, त्यो ल्याब स्कुल हो। अब यहाँ सबै युनिभर्सिटीहरू, त्रिभुवन युनिभर्सिटीहरू यही छ। यो चाहिँ हाम्रो कितिपुर जाने बाटो एकदम राम्रो छ। बादल हेर्नु त। यो चाहिँ सेन्ट्रल डिपार्टमेन्ट अफ पब्लिक हेल्थ हो। यो सबै यस्तो ठाउँहरू चाहिँ कितिपुरमै छ। अनि ऊ त्यो स्टार सेपको चाहिँ यो चाहिँ ऊ हो म्युजियम हो। यहाँदेखि उता चाहिँ ट्यु जान्छ। अनि यहाँदेखि चाहिँ यो सबै कितिपुर हो, कितिपुर एरिया धेरै राम्रो छ। म चाहिँ हिमानीको रुममा छु। हाम्रो आन्टीले मिठो चिया बनाउनु भयो, खाँदैछु चिया र पप।